हेलो साथी नमस्कार, के छ गाइज? सन्चै आरामै? हामी चाहिँ आज टावरमाथि चढ्ने भनेर रसिया मस्कोको टावर घन्टाघर, नेपालको काठमाडौँमा घन्टाघर भने यहाँ पनि छ कि एउटा घन्टाघर, रसियाको घन्टाघर भन्ने कि टावर भन्ने, त्यसैमा चढ्न जाने भनेर हिँडिरहेछ होइन, रहेछौँ होइन हामी। अहिले बेलुकाको 7 बजिरहेको छ। घामसाम लागेको छ। पुरा उज्यालो हुन्छ कि 11-12 बजीसम्म उज्यालो हुन्छ। हाम्रो दाइहरूसित जाँदैछु। हामी चाहिँ आज त्यो टावरमा चढ्ने भन्ने प्रोग्राम हो, त्यही बनाएर आएको हो। गएपछि थाहा हुन्छ। घाम लागेको छ पुरा। मौसम चाहिँ सही हुन्छ, चिसो होइन। त्यही हो टावर। अब नजिक आइसकेका छौँ। बाटो काटेर जानुपर्छ कि बाटो काटेर एउटा प्रसङ्ग त अझै अगाडि अझै टाइम लाग्छ। हाम्रो दाइलाई आऊ गर्नु अन्त फेरि लजाएर क्यामेरादेखि भाग्नुहुन्छ कि। अझै अगाडि छ। घाम लाएर होइन, बेलुकाको 7 जति भएछु। त्यो टावरमा आएको अहिले रुखले छेकेछ। त्यसो माथि राख्दै अगाडिदेखि जाने हो कि अगाडि इन्ट्री गर्ने गेट अझै अगाडि छ। जे होस्, रसियामा घुम्ने ठाउँ ठिक छ। घुम्ने ठाउँहरू भयो, राम्रै छन्। चिसो मौसम, ठन्डा। धेरै चिसोमा बसेर मान्छे पनि धेरै गोरा आउँदो रहेछन् कि यार। यहाँ त सबैमा पनि सेतै देखिँदैन। काले भन्ने म त धेरै देखेन यहाँ त। सबै गोरा सेता भइन्छन् मान्छे चिसोमा बसेर होला। अब चाहिँ आइपुग्न थाल्यो। हामी इन्ट्री गर्नु बित्दा कि तर त्यहाँ जानेसम्म 2-3 गेट पार गर्नुपर्छ। हजुर अगाडि अझै अगाडि जानुपर्छ।
अब हामी आउन थालेका छौँ। नजिक आइरहेको छौँ। त्यो घामले गर्दा फेरि टल्क्यो कि देखिनँ। पुरा घाम भइरहेको छ। घामले गर्दा फेरि टल्किरहेको छ कि यो जान चाहिँ यहाँदेखि इन्ट्री गर्नु हो। इन्ट्री गरेर त आयो पुरा इमिग्रेसनमा जस्तो पुरा चेक गरेर बल्ल भित्र पठायो। भित्र टिकटै छैन अहिलेको राति 11-12 बजेको टिकट छ भन्दै थियो। अब हामी सायद अहिले गर्दिनँ होला। अर्को हप्ता आउन पर्ला। यसो भित्र आएर यसो नजारा हेऱ्यो अब फर्किन लागेको। टिकटै यहाँ चाहिँ अहिले छैन। पुरा प्याक हुने रहेछ कि 12-1 बजेको छ राति। अब बल्ल 7-8 बजिरहेछ। अब वेट गर्नुपर्छ धेरै। त्यही भएर अहिले जाने भन्ने प्लान भयो। फेरि अर्को हप्ता आउने भन्ने प्लानमा अब हामी बाहिर निक्लिँदैछौँ। अहिले फेरि ऊ प्याक रहेछ कि पुरा टिकट सिस्टम 11-12 बजेपछि त बल्ल खा हुन्छ रे। म त अहिले छैन भने कि त्यही भएर हामी बाहिर फेरि निक्लिँदैछौँ अर्को हप्तातिर आउने भनेर। अहिलेको हप्ताको लागि भयो। चढ्दैन बसमा आयो चढ्ने भनेर आएको काम लागेन। अर्को हप्तातिर आउनु पर्ला भनेर फर्किँदैछौँ। यहाँबाट छिर्ने ठाउँ हो। त्यहाँबाट निक्लिने ठाउँ। यहाँबाट चेकिङ